दाजुभाइ दिदीबहिनीहरू बिहान 8 बजेदेखि यहाँ वीरगञ्जको हो चाहिँ यो घण्टाघर चौकमा चाहिँ किताब बेचिरहेको छौँ। ल हेर्नुहोस्, यो घण्टाघर हो, यो वीरगञ्जको एकदमै वीरगञ्जको मुटु ठाउँ घण्टाघरमा चाहिँ यसले किताब बेचिरहेको छ बिहान 8 बजेदेखि। ल किताब किन्न चाहनेहरू 11 बजेसम्म आउनु होला। अहिले हामी 11 बजेसम्म मात्रै यहाँ किताब बेच्नेछौँ। त्यसपछि 2 बजेपछि वीरगञ्ज कृषि औजार कारखाना भित्रै चाहिँ किताब बेचिनेछ। ल साथी हो, किताब किन्न चाहनेहरू ल आउनुहोस्। महावीर पुन यहाँ किताब बेच्न बसिरहेको छु। ल हुन्छ ल, किताब बेचेर वीरगञ्जको कृषि औजार कारखाना अहिले धमाधम चलिरहेको छ। वीरगञ्जको कृषि औजार कारखानालाई एकदम दक्ष जनशक्ति सिप भएको टेक्निसियनहरूको चाहिँ 50-60 जनाको चाहिँ खाँचो पनि छ। ल त्यता कोही हुनुहुन्छ भने आए पनि हुन्छ, एकदम सिप भएको मान्छे हेरेर ल आउनुहोस्। ल आउनुहोस्।